साथीहरू सबैजनालाई आज पनि फेरि नयाँ दिन नयाँ भ्लगको साथमा हजुर अगाडि मैले चाहिँ एउटा सानो भ्लग लिएर आइरहेको छु। आज चाहिँ म कहाँ जाँदैछ नि म जान्छु बिफ ल्याउन जाँदैछु साथीहरू, किन चाहिँ भोलि चाहिँ मेरो म्याराथन छ, भोलि र पर्सि मेरो 2 दिन म्याराथन छ। अनि त्यो भएकोले गर्दा चाहिँ म बिफ ल्याउन जाँदैछु। म बाटोमा क्रस गर्दैछु है ल, गाडी चाहिँ त हो। त्यही भएकोले गर्दा चाहिँ घाम पनि भल तरिकाले लागिरहेको छ। ल तपाईँलाई म लिएर जाँदैछु ल बिफ ल्याउन। सेकेन्ड फ्लोरमा अनि मैले चाहिँ अहिले कल गरेको थिएँ। म चाहिँ यताबाट एन्ट्री भएर चाहिँ माथि जाँदैछु है साथीहरू। मैले अहिले कल गरेर सोधेको थिएँ सेकेन्ड फ्लोर भन्नुभयो, यो फर्स्ट फ्लोर एन्ड सेकेन्ड फ्लोर। म चाहिँ अब चाहिँ बिफ कलेक्सन गरेर चाहिँ बाहिर निस्किँदैछु ल। फेरि पनि मैले भित्रको प्रभाव देखाउन सकिनँ, किन भन्नुहोस् त, यहाँ स्कुले नानीहरूको कलेजको नानीहरूको चाहिँ आज फेसन सो चाहिँ एकदमै गीतहरू पनि बजिरहेको हो। अनि हेर्नुहोस् है साथीहरू, बाहिरको फेरि पनि म त्यही रुट भएर चाहिँ म फर्किँदैछु ल। यो भित्र चाहिँ हाम्रो प्रोग्रामहरू हुन्छ, धेरै प्रोग्रामहरू हुन्छ, धेरै अफिसहरू छ। यो चाहिँ अब चाहिँ म यहाँबाट अहिले चाहिँ म चाहिँ के गरेँ भने भोलिको लागि म्याराथनको लागि बिफ निकालेर आएको साथीहरू। मैले तपाईँलाई देखाउन सकेको छैन, एकछिनमा देखाउँछु ल, किनभने भित्र पनि भिड हल्ला भएकोले गर्दा। अनि फेरि अब चाहिँ पर्सिको दिनको लागि पनि म बिफ कलेक्सन गर्न जानुपर्छ ल। यहाँबाट सिधै पर्सिको दिनको पनि बिफ कलेक्सन गर्नुपर्ने हुन्छ साथीहरू। म चाहिँ हेर्नु त कस्तो डरलाग्दो चेपबाट छिरेँ है, यस्तो गर्छ नि त। त्यो पर्सिको दिनको चाहिँ उपारा छ अरे नि त, 27 तारिकको चाहिँ हो। मलाई चाहिँ के पनि हुँदैछ भन्नुहोस् त, आज म एकछिन लाइभ पनि बसेर सिधै आएकोले गर्दा चाहिँ नि मेरो मोबाइलमा चार्ज पनि सकिँदै गयो साथीहरू। के गर्नु, सकिँदैछ है साथीहरू, मोबाइलमा चार्ज पनि सकिँदैछ हो। घाम छ यस्तो, आँखा तिरिमिरी, अनि के गर्नुपर्ने। अब चाहिँ मैले भोलिको लागि चाहिँ बिफ कलेक्सन गरेँ मैले, तपाईँलाई अहिले देखाउँछु ल। अनि चाहिँ म चाहिँ अब फेरि त्यही रुट भएर चाहिँ 27 को म बिफ कलेक्सन गर्न जान्छु। तर कहाँ चाहिँ गर्दैछ त्यो चाहिँ फेरि मलाई थाहा भएन नि त, त्यो पनि फेरि मैले अब यहाँ सोध्नुपर्ने हुन्छ साथीहरू। हेर्दै गर्नुहोस् होला, मेरो ब्लग यस्तै छ है। सिधामा चाहिँ भन्नु हुँदै थियो कन्स्ट्रक्सन भएकोमा, तर कहाँ चाहिँ हो अब सोध्नुपर्ने हुन्छ साथीहरू। मैले क्युटी पाई पनि हिँड्दैछ स्कुल छुट्टी भएर। हाई क्युटी पाई, कहाँनिर दियो त्यसो त, अन्त केही पनि छैन त कहाँनिर चाहिँ। म कल गरेर आउँछु है साथीहरू ल। म चाहिँ फर्केर चाहिँ फेरि परबाट फर्केर फेरि यता मैले रुट चाहिँ अर्को लिएछु कि, अन्डर कन्स्ट्रक्सन भन्छ परको रहेछ नि त। अनि चाहिँ म जाँदैछु है साथीहरू। यस्तो गोजेङ छ यो भित्रको क्या हो। हेर्नुहोस् न उयो मेरो चाहिँ अब रनस, मेरो यहाँ दिदीहरू साथीहरू पनि भेट्यो। उहाँहरू चाहिँ हामी चाहिँ अलिअलि भर्खर सिक्दैछ हो। मैले तपाईँहरूलाई पहिलाको भिडियोमा चाहिँ देखाइसकेको छु है। 27 तारिक उहाँहरू चाहिँ स्कुटीमा जानुहुन्छ, गाडीमा छैन अरे हो। उसलाई चाहिँ उसलाई चाहिँ मलाई चाहिँ उठ्मा राख्छु भन्नुपर्छ, त्यहाँबाट पनि छोडेर आएर चाहिँ अब हामी चाहिँ अर्कै जग्गा जानुपर्ने रहेछ खास कलेक्सनको लागि चाहिँ। उहाँ दिदीहरू चाहिँ एकदमै बाल तरिकाले नै कुद्नुहुन्छ भन्दै ऊ मङ्की आयो, म यता गर्दैनौँ के है साथी। यहाँ चाहिँ यस्तो दुर्गा पूजा गयो हेर्नुहोस् है नानु। दिदीहरू कति एक्साइटेड हुनुहुन्छ भोलिको लागि पनि। पुरा अब हामीलाई त उयो पनि प्राइस पनि राखिदिएको छ हो। अब हामीले त महिला चाहिँ जोडको ढाडमा लाएर चाहिँ कुद्नै पर्ने हुन्छ। हामी भोलिको देखाउनुहोस् त बिफ। भोलिको दिदीको बिफ चाहिँ यो छ, मेरो चाहिँ यहाँ बेगमा छ साथीहरू। म घरमा गएर देखाउँछु भन्दै
अब चाहिँ हामी पर्सिको दिनको लागि फेरि कलेक्सन गर्नु जाँदैछ नि त हो नचिनेर हेर्नु नि यहाँ कलेक्सन गर बस बिफ कलेक्सन गर्दै बस्दै यहाँ चाहिँ हाम्रो बिफ कलेक्सन हुँदैछ पनि बिफ कलेक्सन गरेर चाहिँ निस्किसक्यो दिदीहरू पनि निस्किनु भयो हो अब चाहिँ म चाहिँ घरमा गएर खालि भेट्छु ल किनभने मेरो ब्याट्री चाहिँ बब्बाल तरिकाले चाहिँ द एन्ड हुँदैछ अन्ली 6% छ अब चाहिँ स्विच अफ पनि हुन्छ होला साथीहरू अब चाहिँ सिधै घरमा भेट्छु म चार्ज गरेर बिफ पनि देखाउँछु ल बाई बाई सिधै घरमा भेट्छु है हेलो साथीहरू म चाहिँ अब घरमा आएर चाहिँ भुइँमा चाहिँ मैले एकदमै मेरो टी सर्टहरू बिफ नम्बरहरू चाहिँ मैले के गरिरहेको छु भन्नुहोस् त राखिरहेको छु तपाईँहरूलाई देखाउनलाई अघि मैले देखाउनु पाइनँ भनेको थिएँ नि यो चाहिँ हो मेरो भोलि कुद्ने भोलि 26 तारिकको लागि हो यो चाहिँ होइन यो चाहिँ 26 तारिकको यो चाहिँ मेरो ब्याक साइड हो ब्याक साइड फ्रन्ट चाहिँ यो छ फ्रन्टमा चाहिँ यो छ यो चाहिँ भोलिको हो मेरो भने चाहिँ यो चाहिँ हो मेरो 27 तारिकको वा हेर्नुहोस् न लामाटा 10 किलोमिटरको यो पनि हेर्नुहोस् मिठा खाएर दिने राखेको अनि यो हो भोलिको यो चाहिँ भोलिको भोलि 26 तारिकको हो यो चाहिँ 27 तारिकको साथीहरू सबैजनाले मेरो भिडियो हेरिदिनु भएकोमा फेरि पनि धन्यवाद भन्दै मेरो आजको भिडियो चाहिँ मेरो बिफ नम्बर देखाउँदै मेरो भिडियो यहीँ अन्त गर्दैछु धन्यवाद साथीहरू सबैजनालाई धेरै धेरै माया